आज साथीहरूसँग घुम्न जाँदाखेरि यस्तो रमाइलो हुन्छ भनेर मैले सोचेको नि थिइनँ। ल भिडियोमा के भयो हेर्नु है। अल राइट गाइज, वेलकम टु माई मिनी भ्लग। र आज चाहिँ साथीहरूसँग जानु लाग्यो बन्दीपुर। अनि बसमा बसेर नाच्दै उफ्रिँदै मुग्ली हुँदै हामी लाग्यो बन्दीपुरतिर। अनि त्यस पछाडि हामी बन्दीपुर पुगेर साथी सरहरू भएर लाग्यौँ होटेलतिर। त्यस पछाडि होटेलको ढोका खोलेर अनि बिस्तारामा एक जम्प हाने गाइज। त्यस पछाडि साथी चाहिँ आफ्नो मम्मीसँग बोलिरहेको थियो। अनि रुमबाट निस्केर खाजा साजा खाएर सबैजना भएर बन्दीपुरमा मौसम लगाएको रहेछ, त्यही मौसम हेर्न। अनि यो एक्साइटेड चाहिँ साथीहरूको के को भन्दाखेरि चाहिँ ज्योति मगर आएको थियो नि त बन्दीपुरमा आज, त्यही हेर्न। अनि यहाँदेखि त रातिमा गाइज हिमाल त क्या राम्रो देखेको थियो। अनि गाइज मेलाहरू हेरेर अनि होटेलतिर फर्क्यो। होटेल चाहिँ हामी बसेको यही हो। अनि साथीहरूले चाहिँ बारबिक्यू गर्ने भनेर चाहिँ यहाँ मासु सासु पोल्न लगाएको थिए। त्यस पछाडि फेरि खाना खाने टाइम भएपछि खानासाना खाएर अनि रुममा आएर रातिको 12 बजे भद्रगोल हेर्दै सुत्नतर्फ लाग्यौँ। अनि हाम्रो लङ भ्लग पनि आइसकेको छ, तर लिङ्क छ हेर्न नभुल्नु होला। थ्याङ्क यू फर वाचिङ।